साउन्ड नहुनुको कारणले हामीले पहिला सुरु स्पिकरमा एकचोटि चेक गरौँ। एकचोटि चेक गरौँ जुन स्पिकरमा साउन्ड थिएन। हैन स्पिकरको डिफेक्ट छ, यसमा साउन्ड हुनै छैन। यसलाई रिपेयर गर्नतिर लागौँ। यहाँनिर चुडेको रहेछ, रिपेयर गर्नु पर्यो। थोरै यहाँ देखिन्छ यो टुप्पो यसमा जम्पर गनिकन यदि काटिसकेपछि यसलाई यसरी हामी यहाँनिर सोल्डिङ हाल्दिउँ र यसमा ग्लु हाल्दिउँ। यो हालेपछि अलिकति बलियो हुन्छ। स्पिकर चेक गरौँ, बजर मोड आयो कि आएन हेरौँ। अहिले बजर मोड आयो। यसलाई यहाँ जोइन गरौँ। गरिसकेपछि अब एकचोटि हेरौँ। हेलो, साउन्ड आएको छ अब। हेलो, हैन यसरी साउन्ड आएको छ। यसलाई हामीले स्पिकरलाई नै रिपेयर गरेका छौँ।